टू माई मिनी ब्लग। आजको चाहिँ थर्ड डे, मिनी ब्लगको थर्ड डे है त। म चाहिँ अघि बिहानै उठेँ ओरेँ है, ब्रस गरेँ, मुख धोएँ, अनि खाना पकाएँ, खाइसकेँ। आज चाहिँ ढिलो भयो क्या ब्लग स्टार्ट गरेँ। कस्तो अल्छी लाग्यो बिहानै घरमा, अनि खानासाना पकायो गरेँ, खाएँ है। अनि खाएर भन्नाले यहाँ छ आजमा 9 बजी म चाहिँ काममा जानुपर्ने हुन्छ। आजदेखि मेरो काम स्टार्ट भएको छ। के काम भन्नुहुन्छ होला है, फ्याक्ट्रीमा हो, डुनट फ्याक्ट्रीमा प्याक गर्ने। 9 बजीदेखिको 5 बजीसम्म छ है। अब म चाहिँ रेडी हुन्छु गर्छु, अनि ठ्याक्क जाने बेला पनि हुन्छ है। के कस्तो हुन्छ म हजुरलाई देखाइहाल्छु नि आजदेखिको मेरो कस्तो हुन्छ काम, म हजुरलाई देखाइ नै हाल्नेछु। अनि मैले हिजो बेलुका के नहाँस्ने साथीहरू, हिजो बेलुका मैले थुक्पा पकाएको थिएँ कि थुक्पाको सुप चाहिँ पाकेको थियो, मजाले नै पाक्यो हो। चनासनाले ओऱ्यो, अनि सिटी लाएर भिजाएँ, दिदी खोल्छेको नि सिटी लाएर 9 सिटी लाएर गरेको पाकेन छ। फेरि अनि फेरि बसाएँ, 10-12 सिटी नै बसायो हो। त्यहाँदेखि पाक्यो त्यो सब्जी, पाक्यो सुप। अनि थुक्पा पकाएको मेरो सानो परेको छ नि त, अनि त्यसमा पकाएको 1 प्याकेट थुक्पा पकाएको कि मैले, ठुलो प्याकेटको। के भएछ भने नि साथीहरू, सबै डल्लो पऱ्यो कि। नआउने चाहिँ होइन, आउने नि हो थुक्पा पकाउन। मैले पहिला होटलमा काम गरेको हो 1 वर्ष जति। अनि के अरे थुक्पा पकाएको सबै डल्लो परेछ। अनि के गरौँ भयो, अनि खाम कि नखाम। अनि त्यहाँदेखि मेरो पालो चाहिँ फ्याल्दिएँ बाहिर निस्केर फ्यालेको पनि छैन। अब एकछिनमा फ्याल्छु, धन्दा गर्छु ओर्छु, भनेदेखि जान्छु काममा। त्यत्तिकै सत्यानाश भयो नि मेरो 1 प्याकेट थुक्पाहरू त यहाँ सबै चारोमा यस्तो भयो। के गर्नु गाइस, यस्तै छ ढङ्ग, धेरै ढङ्ग नभएर नि। होइन नआउने होइन, आउँछ नि थुक्पा पकाउन। म पहिला होटलमा काम गरेको 1 वर्ष, कस्तो एक्सपिरियन्स नहोला है छ र पनि। हिजो चाहिँ कस्तो भयो भने बुढासँग बोल्दै थिएँ कलमा, हल्का ठ्यास ठुस भएको थियो कि बुढाबुढीको। अनि झगडा पर्दा पकाउँदै यस्तो भइगयो थुक्पा। के गर्नु, बिजोग छ। खाम कि नखाम भयो। अनि त्यत्तिकै भोकिस थियो मेरो भाइ। यस्तै छ है। अब एकछिनमा धन्दा गर्ने, रेडी हुने, अनि म हजुरहरूको सामु आउने छु जाने बेलामा है त। अब म चाहिँ रेडी भएछु कि। मेरो यही हो ड्रेस, खोज्दा यो भेटेँ। लुगा नै छैन कि, कस्तो छोरी मान्छेको त यही भएर टेन्सन हुन्छ कि लुगै हुन्न। लुगा चाहिँ फेरि 1 जेब्रै छ है मेरो। हेर न यहाँ ठुलो जेब्राको 1 जेब्रा छ है। किन जेब्रा राखेको भन्छ भने नि, यो बेड लिएको हिजोअस्ति गरेर हेर्नु न, गरेर यहाँ यत्रो मात्रै पऱ्यो, लुगा अट्दैन यसमा, लुगै अट्दैन यसमा, कति मर्दैन। अनि त्यही भएर यहाँ राखेको छु कि। अब किन राखेको भन्दाखेरि अब दराज ल्याउनु छ। दराज ल्याएपछि कहाँ राख्ने त, यहाँ राख्नु भने राम्रो देखिँदैन। यहाँ राख्नु भने फेरि घाम उयो हुँदैन, झ्याल खोल्न मिल्दैन, गाह्रो हुन्छ। कहाँ राख्नु त लिएर, अनि गाह्रो छ मलाई। दराज लिएर अब यो टेबल चाहिँ यहाँ राख्नु पऱ्यो, अनि दराज चाहिँ यहाँ राख्नु पऱ्यो भनेर सोचिरहेको छु। अनि लुगै अट्दैन रहेछ यसमा, लुगा अट्छ भनेर ढुक्क भएर थिएँ म, लुगै अट्दैन। के गरौँ त, अब एउटा दराज नलिई भएको छैन। अनि यो जेब्रामा चाहिँ 1 जेब्रा छ क्या, लुगा 1 जेब्रा छ, लाउने बेला केही भेटिँदैन। अनि यस्तो गरेर तानेको, हेर्नु न यहाँ च्यात्ती गयो। कस्तो जेब्राहरू त भरै हुँदैन। अनि अब म चाहिँ रेडी भइसकेको छु, काम जाने बेला हुन लाग्यो। 10 मिनट बाँकी छ। अब ढोका लाउँदा के गर्दा टाइम हुन्छ। हेर्नु न, मैले धन्दा गर्नु भ्याइनँ कि, यत्तिकै छ, भराएर गर्छु। मेरो लुगा चाहिँ हेर्नु न, यहाँ पेन के अरे मभन्दा ठुलो छ पेन। अनि अब चप्ली चाहिँ अर्कै लाएर जान्छु, यहाँ हेर्छ चप्ली चाहिँ। अनि
अर्कै छ बाहिर हिँड्दा लाउने, यो चाहिँ कोठामा लाउनु सक्ने हो। अनि अब म चाहिँ निस्किन्छु, ज्याला लाउँछु, ढोकासोका लाउँछु, अनि निस्किन्छु म। अब दरस ल्याउनु थियो एउटा, दरस लिएर यहाँ राख्नु छ, यहाँको टेबल चाहिँ यहाँ राख्नु छ। हुन्छ कि हुँदैन ट्राई गर्नुपर्ने छ। मलाई त टेन्सन छ नि। अब आज फर्स्ट टाइम हो काममा जाँदै गरेको, कस्तो हुन्छ हजुरहरूलाई म देखाउने छु। म चाहिँ ढोका लाएर बाहिर निस्किने छु अनि हजुरहरूको सामु आउने छु है त। गाइस म चाहिँ घरबाट निस्किसकेँ। कोठामा चाय लाउनु कत्रो बेर लाग्छ हौ, चुकुलै लाग्दैन कि, कस्तो पर्साउने छ कि के भन्छ त्यो भन्ने आउँदैन। चुकुलाई मात्रै लाग्दैन, आधी घन्टा लाउनुपर्छ चुकुल पनि, त्यो भएर ढिलो भइसक्यो। म चाहिँ लाग्यो। अब म आएर भेटेछु हजुरहरूसँग। त्यहाँ चाहिँ स्कुलको गाडी आएको रहेछ, हालिन्छ होला मलाई, यसो गाडी जाँदै रहेछ। म चाहिँ निस्किसकेँ घरबाट। अब मेरो काम पनि आइपुग्नु लाग्यो, यही त हो। म चाहिँ चुकुल लगाउनै घन्टा लाग्छ अनि निस्किहालेँ। चुकुल लगायो, चाबी लगायो, चाबी लगाउनुपर्छ नि त होइन, आफ्नो कोठा आफूले सुरक्षित गर्नुपर्छ। मेरो काम चाहिँ यहीँ हो कि यहाँनिर। अनि म चाहिँ रेडी भएर निस्किसकेँ। अब त्यहाँ पुगेर हजुरहरूको सामु आउने छु म। चाहिँ अघि काममा आइसकेँ है, अनि देखाउनु मिल्दैन अरे भित्र चाहिँ, अनि त्यही भएर बाहिर निस्केर बनाएको छु। अघि साढे 9 भनेको छ, 9 बजी आइपुगेको थियो। अनि काम गर्दै साढे 11 बजीको। अब त्यस्तै छ। अब एकछिनमा फ्री भयो भने आउने छु फेरि है त, देखाउने छु। अहिले भित्र चाहिँ देखाउनु मिल्दैन अरे, एकछिनमा अब भयो भने भयो, न त भएन भने एकैचोटि भएर बेलुका काम गर्दाखेरि आउने छु। हिँडेँ, कामबाट निस्कियो भर्खरै, 5:30 हुन लाग्यो। उफ कले हो आज त, कस्तो थाक्यो हो म। अब गएर धन्दा गर्नु छ अनि हजुरहरूलाई भेट्छु रुम पुग्यो। रुममा के आइपुगेँ है, आइपुग्ने बित्तिकै बुढालाई कल गरेँ। आज त कति भयो नि बुढासँग नभएदेखि, कति बेर भइसक्यो भने कस्तो म लाग्यो कि हेर्ने छुक लाग्छ नि बुढासँग बोल्न पाउँदा। अरू बेला बोल्दाखेरि कति झगडा हुन्थ्यो, आज त काममा गएकोमा कस्तो न्यास्रो लागेर केही छैन जस्तो हुन्छ कि। अनि त्यही भएर अघि आउनु बित्तिकै बुढासँग बोल्यो अरे। आज त कस्तो चिसो टाउको दुखेर है, थाकेर जिउहरू कस्तो दुखेछ। धन्दा गर्ने स्थिति पनि छ कि छैन थाहा छैन, सक्छु कि सक्दिनँ। अब भयो भने चटपटे लिएर चटपटे खान्छु, ओर्छु अनि सुत्छु। बिहान एकैचोटि उठेर गर्छ बरु, सक्दिनँ आज त यत्तिकै छ। धन्दा गर्नुपर्ने छ, भोलि मात्रै उठेर गर्छु, न त सक्यो भने सकिनँ भने भोलि बिहान मात्रै उठेर गर्छु। टाउको दुखेर टाउको फुट्लाई जस्तो भइसक्यो। अब अनि बुढासँग बोल्यो अरे है। अनि अब भिडियो यतैबाट अब इन गरौँ होला जस्तो लाग्यो भने अब म चाहिँ भिडियोको इन्डिङमा छु है। ल त गाइस, अब यस्तै छ मेरो रुमको हालत। बिहान गयो बेलुका आयो है। अब खाना पाउन सक्दिनँ, आज त टाउको दुखेर जस्तो फुट्ला जस्तो भइसक्यो। खुट्टाहरू नै पेन पट्टाएर लगाएको छु। हेर्नु कपडा, कपडा फोहोरै फोहोर छ हो। अब कपडा फेर्ने हो, अनि त्यहाँदेखि भिडियो एडिट गरेर हालिदिन्छु हजुरहरूको सामु। आजको थर्ड डे हो, बिर्स्यो हो मेरो, थर्ड डे होला भिडियो है। हजुरहरूको सामु आज आउने छ 6 बजी, हेरिदिनु होला। सधैँ 6 बजी आउँछ मेरो भिडियो है त। ल त माया गरिदिनु होला। मिनी ब्लग भन्दा पनि आज त लामै भयो, टेन्सन नगरी हेरिदिनु होला है त। बाई बाई, भोलि भेट्नेछु हजुरहरूको सामु। बाई बाई।